मेरो पनि बोयफ्रेन्ड छ नि फेरि त्यो अरे बाप रे यो बल्ल कुरा आयो अहिले फेरि त्यस्तो अहिले यही वरिपरि बसिरहेको त्यस्तो नगर्नु फेरि अरे बाप रे यतै वरिपरि भयो होला 2 साढे आफ्नै गोजीबाट हो कि स्पोन्सर खोज्नु मेरै गोजीबाट मेरै गोजीबाट गोजी बुझे गयो होला 2.5 जति गयो होला मैले आफूलाई आफ्नो बाइबाजीले पैसा यति धेरै कहाँबाट कमाउनु हुन्छ हो गाह्रो छ त हो अब खोइ त्यो त तपाईहरुलाई थाहा होला साच्चै भन्नुपर्दा फेरि हाम्रो जयजी पनि आउनु भएन तपाईको भाइटिका लगाएको दाइ आफ्नै दाइ जय दाइको चाहिँ के भने अस्ति भर्खर बिरामी भएको तपाईहरु आफैले भिडियो हाल्नु भएको छ जय दाइको स्वर हार यति धेरै सुनि कति तोला छ खास यो खास मेरो 8 तोला छ 8 तोला आजको तपाईको स्पेशल मान्छेले दिनुभएको रे भन्ने पछि हुन्छ त हो यो चाहिँ यो भन्दा 4 वर्ष अगाडि विवादमा परेको नेकलेस हो यो न्यूज पनि आएको थियो 30 को दिनमा बिल एउटै परेको भएर अरु त्यस्तो छैन तर स्पेशल मान्छेले दिनुभएको होइन र होइन है के हो अब त्यो चाहिँ अब पछि त्यो प्राइभेसी कुराहरु प्राइभेसी कसरी हुन्छ तपाई त अब जनताले मन पराएको व्यक्ति जनताले चिनेको कुराहरु मैले पढ्न मिल्दैन अब त्यो प्राइभेसी कुराहरु हो त्यही भएर चाहिँ त्यो पनि बिहेको कुरो त आइहाल्दो रहेछ के शर्मिला वाइबा भन्ने त मेरो बिहे जस्तै हो आज त्यो मेरो बर्थडे भनेको नि जन्ते बाख्रा खाएको जस्तै हो अब यत्रो कसैले पनि बर्थडे पार्टी पाइलेसम्म मनाएको देख्नु भएको छ त मैले मनाएको छु नि त हैन यो यस्तो ठाउँमा बर्थडे मनाउनु भनेको वर्तमान लगभग के रे बिहे इन्गेजमेन्ट हो नि त मैले त मनाएँ नि त बर्थडे पार्टी पाइलेसमा शानदार तरिकाले मनायो हैन मेरो यही आजको दिन तपाईको जन्म भएको हैन अहिले भर्खर तपाईले आमालाई पनि सम्झिनु भयो आजको दिनलाई कसरी सम्झिनुहुन्छ आफ्नो एकदमै मम्मीलाई एकदमै मिस गर्न चाहन्छु आई मिस यू भन्न चाहन्छु आफ्नो आमालाई आमा जस्तो ठुलो कोही पनि हुँदैन हरेक कुरामा यो बेलामा चाहिँ मेरो आमा भइदिएको भए चाहिँ कति खुसी हुन्थ्यो होला छोरीको प्रगति देखेर छोरीको आँट देखेर कति खुसी हुन्थ्यो होला नि त आज हुनुहुन्न त्यही पनि मलाई धेरै माया गर्ने जनताहरू छन् मेरो फ्यानहरू छन् मेरो दाजुभाइ तर आमा त रहनु भएन नि त आमा त हुनुहुन्न अहिले कहिले काहीँ सम्झना आउँछ तपाईलाई आउँछ नि धेरै आउँछ नि त्यो बेलामा के कहाँ जानुहुन्छ तपाईँ कस्तो सम्झना त्यो बेलामा त फोटो हेरेर रुनुहुन्छ अथवा के छ मम्मीको फोटो हामीसँग त्यति खासै छैन एउटा सानो फोटो चाहिँ थियो हामीले ठुलो बनाएर राखेको छु तर यहाँ त आउँछ कि अब जुनै पनि इन्टरभ्यूमा मिडियाहरूले चाहिँ तपाईँको आमाको विषयमा बोल्नुहोस् न भन्छ टेन्सन लाग्छ कि अब आमा हुनुहुन्न आमा कोलाले तर जन्मदिनमा त आजको दिन तपाईको आमाले जन्मदिन भएको थियो तपाईलाई हैन हजुर आज भन्नु न एउटा तपाईको जीवनको एउटा महत्त्वपूर्ण दिन पनि रहेको छ आमालाई त सम्झिनै पर्यो नि आज आमा बुवा एकदम मम्मीलाई त बिहानै सम्झेर एउटा स्ट्याटस पनि लिएर हाली मैले मम्मीलाई धेरै सम्झाएछु त्यही नै यतिखेर तपाईको छेउमा आमा हुनुहुन्थ्यो भने के गर्नुहुन्थ्यो खुसी हुन्थ्यो म घुमाउन लानुहुन्थ्यो अथवा के हुन्थ्यो संसारको खुसी नै दिन्थेँ मेरो आमालाई मैले जस्तै भन्नु पर्दा दिन्छु म खुसी किनकि मैले जहिले पनि के अरे अनाथ बालबालिका म आफू अनाथ भएको कारणले गर्दाखेरि म जहिले पनि अनाथमा गएर मैले खाना खुवाउँथ्यो र यो पालि चाहिँ मैले वृद्धाश्रममा खाना खुवाउनुको भनेकै तपाईले आफूले अनाथ कसरी भन्नुहुन्छ म अनाथ होइन तर प्राय मान्छेले तपाईलाई अनाथ त भन्नु होइन म त रेलमा त अनाथ हो नि त अरूमा त मेरो साथीभाइहरू त धेरै छन् तर यो कुरो पहिला आएको थिएन नि तपाईको होइन आफूले अनाथ होइन मम्मीको विषयमा मलाई बाहिर कुरा ल्याउन पनि मन थिएन किनकि घटना नराम्रो घटेर मम्मीको निधन भएको हो नि त त्यो कारणले गर्दाखेरि चाहिँ मैले चाहिँ त्यो मम्मीको विषयमा कुरा नल्याउँ होइन भोलि म आफू नि अनाथ भन्दैखेरि चाहिँ अरू बच्चाहरूलाई पनि इफेक्ट पर्छ बच्चाहरूलाई गाह्रो हुन्छ भने चाहिँ मैले यो कुराहरू ल्याउन खोजेको थिएन तर आज ल्याएँ मैले पहिला पनि ल्याएँ त्यही हो मेरो चाहिँ भनेपछि अब आजको यो पछिको कार्यक्रम के रहेको छ यो पछिको कार्यक्रम मैले नाम दिन चाहदिनँ हैन आउँदै हुनुहुन्छ अब मैले खानाहरू पनि अर्डर गरेको छु फेरि हाम्रो विशेष अतिथिहरू आउनु भइरहेछ म चाहिँ अब आएपछि मात्रै फोटो आइहाल्छ सञ्जालमा हेर्नुस् न हजुरहरू कानमा यो हुन्छ अब त्यो चाहिँ अब पछि त्यो प्राइभेसी कुराहरू प्राइभेसी कसरी हुन्छ तपाई त अब जनताले मन पराएको व्यक्ति जनताले चिनेको कुराहरू मैले पढ्न मिल्दैन अब त्यो प्राइभेसी कुराहरू हो त्यही भएर चाहिँ त्यो पनि बिहेको कुरो त आइहाल्दो रहेछ क्या शर्मिला वाइबा भन्ने त मेरो बिहे जस्तै हो आज आज बिहे जस्तै छोरीको के छ खबर आज भोलि छोरी त छोरी त एकदम राम्रो छ छोरी एकदमै अब अहिले त ठुलो पनि भयो अब चाहिँ छोरा छोरी दुइटै आएको छ मेरो दुवैजना छन् राम्रो छ तपाईले कुनै बेलामा भन्नुभएको थियो मलाई विवाह नगरी छोरा जन्माउने इच्छा छ भनेर क्या मेरै अन्तर्वार्तामा भन्नुभएको थियो के छ त्यो सपना अब चेन्ज भयो कि फेरि त्यो अब मन चेन्ज भयो कि के छ कस्तो कस्तो कुरा कस्तो अहिले सर न म त कुरा गरे भाइ कुनै बेलामा भन्नुभएको थियो भाइ अलिकति उता गइदिनुस् होला शर्मिलाजीको मलाई अप्ठ्यारो
लाग्यो बोल्नु त्यस्तो त होइन त्यस्तो होइन बिहा त गर्नै पर्छ एक न एक दिन तर त्यो त बाउबिनाको बच्चा पाउने चाहिँ त्यो चाहिँ दिने गन्ती नै गरौँ न औँलै भाँचौँ न कति होइन त्यो चाहिँ नभनौँ त्यो त्यस्तो विवादमा नतानिदिनु मलाई प्लिज त्यस्तो होइन होइन विवाद भने विवाह गर्ने कुरो पनि कहीँ विवादमा हुन्छ र भने होइन विवाह त जीवनको महत्त्वपूर्ण अब तपाईँहरूले नि मिडियाहरूले नि खोजिदिनु न मेरो लागि एउटा हामी भनेपछि कि यो भिडियो हेर्दै गर्दाखेरि मानिलिनुहोस् त्यस्तो होइन फेरि मेरो यहाँ मेरो मान्छेहरू रिसर्च फेरि मेरो लागि एउटा हामी भनेपछि कि यो भिडियो हेर्दै गर्दाखेरि मानिलिनुहोस् त्यस्तो होइन फेरि मेरो यहाँ मेरो मान्छेहरू रिसर्च फेरि मेरो पनि बोयफ्रेन्ड छ नि फेरि त्यो यो बल्ल कुरा आयो अहिले यहीँ वरिपरि बसिरहेको त्यस्तो नगर्नु फेरि अरे बाफ यतै वरिपरि अहिले त्यस्तो नभन्नु यहाँ भाइहरू अहिले म यस्तो पछाडि फर्केर हेर्छु जो आँखा तल तल हेरिराख्नु भएको छ उहाँ नै हुनुहुन्छ हो होइन यहाँ लजाइराख्नु भएको छ होइन होइन यही छ भन्नुभयो भर्खरै के भन्नुहुन्छ ल उहाँले अब उहाँलाई नै भनिदिनुहोस् तपाईँ कल आउटै भन्ला फेरि होइन मैले भन्दिनँ उसलाई भन्दिनँ होइन त्यस्तो होइन विशेष गरी सबै शर्मले चाहिँ यहाँलाई स्वागत गर्न चाहन्छु सम्पूर्ण मिडियामा नमस्कार नमस्ते सबैजनालाई सन्चै हुनुहुन्छ हजुर 70 वर्ष पुग्नु भएकोमा यहाँलाई धेरै धेरै बधाई दिन चाहन्छु कति वर्ष 70 वर्ष पुग्नु भयो नि हैन आज 70 मा लाग्नु भयो हो हजुर हैन त्यस्तो त कति वर्ष पुग्नु 33 वर्ष 33 वर्ष हजुर पहिला पहिला तपाईले आफ्नो उमेर ढाट्नु हुन्थ्यो आज त ठ्याक्कै बताउनु भयो त 70 वर्ष भनेको होइन नि मैले जहिले पनि बर्थडे मनाउँदाखेरि त्यहाँ मैले लेखेको हुन्थ्यो आज चाहिँ केकमा लेखेको रहेनछ त्यति नै हो 70 वर्ष त होइन 33 वर्ष त भयो मैले यो 33 वर्षको यो जीवन हुन्छ नि तपाईको यो समयसम्म तपाईको जीवन चाहिँ के कहिले चाहिँ हामी विभिन्न ठाउँमा देखिरहेका छौँ क्या कहिले एक्सन कहिले रोना धोना सेन्टिमेन्टल कहिले कमेडी बेसको तपाईँको जीवन साँच्चै भन्नुपर्दा के लाग्छ तपाईँ एक्सन लाग्छ कि जीवन त मेरो मात्रै होइन नि सर मेरो मात्रै जीवनको कुरा नगर्नु न सबैको जीवनमा सबैको मान्छेहरूको जीवनमा एउटा न एउटा घटना घटेकै हुन्छ अब मैले चाहिँ जति पनि समाजमा राम्रो काम गर्छु नि मेरो चाहिँ दुश्मनै धेरै भयो किन के हो जति राम्रो गर्न खोज्छु त्यति नै मलाई गाली आइरहन्छ क्या तर त्यस्तो कुराहरू पनि म ड्याम क्योर हानिदिन्छु क्या मेरो होइन म भन्छु नि मैले हरेक कुरामा समाजसेवादेखि लिएर हरेक कुरामा म एक्लै पनि एउटा लडिरहेको हुन्छु होइन एउटा जनताको लागि पीडितको लागि म एक्लै पनि लड म कहिले पनि हार खाँदिनँ कि मलाई हराउन खोज्छ म उठिहाल्छु के मलाई हराएर हराउन खोजेको चाहिँ कसले खास तपाईँलाई त्यही त हो नि आफ्नै मान्छेहरू हुन्छ पछि लाग्ने अरूले त गर्दैन आफ्नै मान्छे हो अब आफ्नै मान्छेहरूले गर्ने हो त्यो गर्ने भनेको हामीले त गर्ने होइन नि त्यो त किनकि कतिपय कुराहरू मलाई मेरो थाहा पाएको मान्छेले त्यस्तो गर्ने हो त्यही भएर यो बर्थडेको बेलामा यस्तो मान्छेहरूको कुरा पनि नगरौँ मेरो जन्मदिनलाई शुभकामना दिनेहरूलाई सबैजनालाई विशेष गरी धन्यवाद भन्न चाहन्छु मैले बिहान भर्खरै रिमा समाज घरमा 61 जना आमा बुवालाई खाना पनि खुवाएर आएँ त्यसपछि मैले मेरो साथीभाइहरूलाई पनि मैले दुःख पर्दाखेरि मात्रै मेरो साथीभाइहरू आउने गरेँ कि मैले कुनै कार्यक्रम गर्दाखेरि मैले साथीभाइहरू अहिलेसम्म बोलाएको थिएन र यसपालिको जन्मदिनमा चाहिँ मैले सबैजनालाई बोलाउनु पर्छ भनेपछि लगभग 70-80 जना मान्छेहरू आउनुभयो 70 जना त कटिसक्यो अझै आउँदै हुनुहुन्छ लगभग तपाईँको आज सानो सानो बिहे नै जस्तोको महसुस भयो क्या एक प्रकारले हेर्दाखेरि खसी पनि ढाल्नु भएको थियो कि के थियो त्यस्तो त होइन जन्ते बाग्रो टाइपको थियो कि आजको साह्रै मिठो पनि त्यो मैले त्यो मेरो प्राइभेसी कुराहरू मैले भन्न पनि मिल्दैन अब मेरो चाहिँ अब मैले भने नि अहिले यहाँ मैले अघि मिडियामा पनि मैले देखाउन चाहेन पनि त्यस्तो केही पनि होइन आज मलाई गोप्य सूत्रले जानकारी दिए अनुसार आज तपाईँको जिन्दगीको स्पेसल मान्छे पनि आउनु भएको थियो अरे भन्ने सुने के हो सत्य हो खै थाहा भयो नि त मलाई होइन यहाँ हाम्रो मित्रहरूले भन्दै हुनुहुन्थ्यो शर्मिला चाहिँ त्यतिखेर उहाँको अनुहार हेरेर चमक होइन अनुहारमा धेरै खुसी देखिनु मनमुग्ध हुन्छ नि त्यो टाइपको फेस आउनु भएको थियो क्या त्यस्तो होइन तपाईँले त्यो गलत सोच्नुभयो सबैको आफ्नो आफ्नो हुन्छ त्यस्तो होइन सबै मेरो दाजुभाइ मेरो साथीभाइ पनि आउनुभएको थियो लगभग 70-80 जना मान्छेहरू जम्मा भएको थियो खुसी लाग्यो आज जन्मदिनको दिनमा होइन यति धेरै माया गरिदिनु भएको छ विशेष गरी चाहिँ म मेरै आमालाई सम्झिन चाहन्छु आज मेरो आमाले गर्दा म यहाँ छु होइन मेरो आमाले गर्दाखेरि म संसार लड्न सकेको छु कतिचोटि मलाई ढाल्न खोज्छ म उड्छु फेरि मलाई ढाल्न खोज्छ फेरि उड्छु त्यस कारणले गर्दाखेरि चाहिँ मलाई एकदमै खुसी छु आज म चाहिँ अब जस्तो कतिपयले भन्न थाल्नु भयो क्या शर्मिला वाइवाको जन्ते बाख्रो कहिले खाने दिन आउला भन्ने कुरा आउँछ जन्मदिन अब दिन वर्षपछि उमेर ढल्दैछ होइन अब यसलाई मेरो एकदमै विशेष गरी सबैलाई होइन विशेष गरी तपाईँको आफ्नो मान्छेलाई जो चाहिँ बोयफ्रेन्ड भनेर भर्खरै होइन विशेष गरी चाहिँ म मेरो आमालाई सम्झिन चाहन्छु मलाई जन्म दिने आमालाई यो संसारमा आमा बुवा हुनु न मेरो चाहिँ म पनि एउटा अनाथबाट गुज्रेको मान्छे हो मैले अनाथ बालबालिकाहरू पालेर चाहिँ म अहिले यहाँसम्म शर्मिला वाइवा भनेर चिनाउने मिडियाहरूलाई पनि धन्यवाद भन्न चाहन्छु मेरो जन्मदिनमा जसले मलाई विश गर्नु भएको छ त्यो उहाँलाई पनि विशेष गरी धन्यवाद भन्न चाहन्छु त्यही नै हो मेरो कुरा चाहिँ तपाईँले भर्खरै शर्मिला वाइवा भनेर चिनाउने मिडियाहरू भन्नुभयो म त्यता जानु छैन शर्मिला वाइवा को हो खास म हो
शर्मिला वाइवालाई तपाईँले व्याख्या गर्दा कसरी गर्नुहुन्छ? शर्मिला वाइवालाई व्याख्या गर्दाखेरि त्यो मेरो मनको कुरा मलाई मात्रै थाहा हुन्छ नि होइन, कतिले मलाई बुझ्छ कतिले मलाई बुझ्दैन। यस्तो हुन्छ क्यामेरामा देख्दा यो केटी डेन्जर छ भनेर मान्छे डराउँछ तर्सिन्छ पनि, तर म फिल्डमा आउँछु नि जब म उनीहरूसँग बोल्छु हिलमिल गर्छु नि त्यो मान्छेहरू मेरो एकदम मित्र भइरहेको हुन्छ। तर मेरो प्रगतिमा रिस्क गर्ने चाहिँ मेरो जस्तो साथीभाइ चाहिँ कसैलाई पनि नपरोस् कि। मैले अस्ति एउटा टिकटक देखेको थिएँ, यो चाहिँ आउट अफ ट्र्याकको अलिकति मैले सोध्न चाहिहालेँ। टिकटकमा मैले निकै नै देखेँ मान्छेले अलिकति त्यसलाई ट्रोल बनाएको रहेछ होइन। अनि एउटा कुरा राम्रो काम गर्ने अहिले जुन जुन कतिपय नेताहरू छ नि कति राम्रो काम गर्छु भनेर बाहिर खोज्दैन। अब हाम्रो कलौटे दाइको ऋतुको भिडियोहरू अहिले कति भाइरल हुन्छ ल भन्दा त्यसबाटै मान्छेले आम्दानी गरेर त्यसलाई हामीले अन्यथा सोधिदिनु राम्रो इज्जत गर्नुहुन्छ कमेन्ट छ नि कमेन्टमा हामीले ड्यान्टियोरै हानिदिन्छौँ। मैले त झन् कति राम्रो काम गरेको छु तपाईँलाई नै थाहा छैन। जति गर्दा पनि मान्छेले गिराउनै खोज्छ लडाउनै खोज्छ कहिले त मान्छेले मार्नै खोज्छ होइन मार्नै पछाडिबाट हान्नै खोज्छ। तर के गर्नु हैसियत नमिल्ने औकात नमिल्ने त मलाई कुनै पनि कुरा गर्नु पनि छैन। जे छ मेरो मनमा छ टेबल टक गर्न आउनु मैले बारम्बार भनिरहेको छु सबैलाई कसलाई रिस उठ्छ भने चाहिँ नत्र पनि मलाई यो मेरो प्रगतिमा मलाई रिस गरेर डाहा गरेर चाहिँ पाउन चाहिँ केही पनि पाउँदैन कि यही हो मेरो प्रश्न कुरा पाउँदैन। मैले अस्ति भर्खरै एउटा टिकटकमा एउटा चिज देखेको थिएँ के भन्दाखेरि ट्रोल बनाइएको रहेछ कि तपाईँलाई केही दिन अगाडि एउटा आन्दोलनमा म कसैको नाम मेन्सन गर्न छैन एउटा आन्दोलनमा जानु भएको रहेछ र त्यो तन्त्र चाहियो भन्दै तपाईँले बोल्नु भएको रहेछ त्यहाँनिर दुई तिन चाहिँ तपाईँले कुटै पनि खाएको मैले देखेँ त्यो टिकटकमा चाहिँ बनाएको थिएँ। कुटै खाएको कुरा त म के भन्छु भने म नेपाल प्रहरीलाई दोष दिन चाहदिनँ। आन्दोलनमा गएपछि कुटै पनि खान्छ हानिन्छ पनि अनि त्यसको त्यो सकिसकेपछि 3-4 दिनपछि मलाई चाहिँदैन भनेर चाहिँ बोलेको देखियो क्या त्यहाँनिर। अनि मान्छे चाहिँ पछाडि ब्याकग्राउन्ड हाँसेको देखाएको होइन मलाई चाहिँदैन मैले भनेको छैन टिकटकमा मैले देखेको थियो राजा ल्याउनको लागि यो ठुल्ठुलो नेताहरूको चाहिँ निधन हुनुपर्छ भन्ने जस्तो टाइपको मैले बोलेको थियो। तपाईँले मैले भनेको कुरा बुझिसक्यो। त्यो बुझ्दाखेरि कि त्यो कसरी बुझ्नु पर्यो भने हुन पनि हो त यो 3-4 जना भ्रष्टाचारी नेता निधन नभएसम्म कसरी हाम्रो राजा यो देशमा फर्किन्छ त फर्किँदैन नि त। यो कुरा त तपाईँले पछि फेरि प्रचण्डजीसँग पनि फोटो राख्नु भएको थियो। प्रचण्ड होइन तपाईँ फेरि दुईवटा कुरा तपाईँ फेरि हुलुलो बोल्दा नारायण गान्धी श्रेष्ठ गृहमन्त्री पूर्व गृहमन्त्री उहाँ प्रचण्डजीकै मान्छे हुनुहुन्छ दोषी हो त्यो मलाई म केपी बासँगै बसेर खाना खाएको फोटो छ मसँग देखाइदिनु म देखाइदिन्छु किन ढाड्ने म तपाईँलाई छ मसँग म तर किनकि मलाई त्यो देखाउनु पनि म छैन। 84 मा के छ तपाईँको विचार तपाईँ पनि उठ्ने हो यसपालि? 84 मा कतिवटाबाट टिकट लिने भने मैले कतिवटा लिने उठ्नु भनिरहेको छ कतिवटाबाट टिकट लिने भन्ने कुरा हो कि मैले कतिवटाबाट टिकट लिने कुन पार्टीमा चुन्ने कुन पार्टीलाई मैले भोट होइन माग्ने भने जस्तो भइरहेको छ। तपाईँले त्यतिखेर कसरी भोट माग्नुहुन्छ? मैले मलाई माया अभ्यास गर्नु भएको मलाई म चाहिँ मेरो गाउँबाट म 100% जित्छु। अनि अभ्यास गर्नु भएको छ होइन मलाई काठमाडौँबाट मलाई थाहा भएन। ल मानिलिनुहोस् तपाईँको चुनाव चिन्ह यो बेलुन भयो बेलुन चिन्हलाई चाहिँ तपाईँले भोट माग्नु पर्यो भने कसरी माग्नुहुन्छ? त्यो त अब आफूलाई परिचय थाहा हुन्छ जसरी अरू नेताले भोट माग्छ त्यसरी मैले पनि मागिन्छ। त्यो पनि फर एक्जाम्पल हेर्दाखेरि अनि आज एउटा कुरो मैले सोध्न बिर्सेँ तपाईँको नजिकको मित्र प्रकाश भुजेलजी देख्नु भएन नि? ए प्रकाश सर उता के अरे आश्रममा हुनुहुन्छ भन्ने थियो अघि नै आउँछु भनेर भन्नुभएको थियो अहिले आउनुहुन्छ इलेक्सन पछि। कतै नबोलाउनु भएको त होइन? मैले बोलाएको छु प्रकाशसँग मेरो के रिसिभ छ र मैले बोलाएको छु किन नबोलाउनु उसँग मेरो कुरा पनि भएको थियो। कति बेला मिस गरेर अलिकति भावुक हुनुभयो कि जस्तो फिल भयो कि छैन अब उसलाई पनि गाह्रो छ नि त। अब यहाँ आउँदाखेरि मलाई भेट्दाखेरि जलन हुने डाहा हुने महिलाहरू छ नि त त्यो कारणले गर्दा नआएको पनि हुनसक्छ। उहाँको पनि महिला छ अब हुन्छ नि शर्मिला वाइवाको बर्थडेमा गरे प्रकाश भुजेल आयो भने शर्मिलाको बर्थडेमा आएर 50,000 1 लाख दिन्छ अनि त्यो कुरा चाहिँ मान्छेलाई डाहा हुन्छ त्यो समस्या नआएको ठिक छ मेरो साथी हो म उसलाई सम्मान गर्छु आए पनि नआए पनि सम्मानै गर्छु। मैले बुझेसम्म चाहिँ उहाँले तपाईँको लागि एउटा गिफ्ट के भयङ्कर तगडा गिफ्ट दिँदै हुनुहुन्छ अरे भन्ने सुनेको थिएँ। त्यो त मलाई थाहा छ अघि मैले फोनमा वार्ता भएको थियो मेरो त्यो चाहिँ मलाई थाहा छैन त्यसको लागि सरी मलाई त्यो जानकारी भएन मलाई जानकारी छैन। हजुर किन आउँदै हुनुहुन्छ अरे आउँदै हुनुहुन्छ हो ल ठिक छ अन्तिममा चाहिँ के भन्नुहुन्छ? बिस्तारै बिस्तारै आइहाल्नुहुन्छ नि आउँदै हुनुहुन्छ र बिस्तारै बिस्तारै आइहाल्नुहुन्छ नि होइन सोध्नु आउँदै हुनुहुन्छ र आउँदै हुनुहुन्छ अरे कहाँ आइपुग्नु भयो? नजिकै भन्नुभएको थियो। ल ठिक छ त्यता नजाउँ अन्तिममा छु होइन म धेरै लामो भिडियो बनाउनु चाहिँ होइन किनकि अलिकति समय त्यस्तै छ। आजको यो कति खर्च भयो जस्तो लाग्छ यहाँ टन्नै भयो जस्तो लाग्छ हो? खै आएको म्यानेजर कहाँ जानुभयो होला नि मेरै गोजीबाट बुझेँ गयो होला 2.5 जति गयो होला। मैले आश्रममा बाइबाजीले पैसा यति धेरै कहाँबाट कमाउनुहुन्छ हो गाह्रो छ त हो अब खोइ त्यो त तपाईँहरूलाई थाहा होला।
साँच्चै भन्नुपर्दा फेरि हाम्रो जयजी पनि आउनु भएन तपाईँको भाइटिका लगाएको दाइ आफ्नै दाइ जय दाईको चाहिँ के भने अस्ति भर्खर बिरामी भएको तपाईँहरू आफैले भिडियो हाल्नु भएको छ जय दाईको स्वर बसेको छ है अनि मैले चाहिँ होइन अलिक गाह्रो नै छ दाईलाई मेरो दाई नआउने जस्तो होइन पनि तर मैले यसपालि मैले कति मान्छेलाई बोलाएन हो भन्नै पर्दाखेरि चाहिँ बोलाउनु नचाहनु भएको नचाहेर नबोलाएको के अब यो चाहिँ मैले नबोलाउमै भनेर कतिलाई त मैले बोलाउन पनि चाहेन तर नबोलाएको भन्दा पनि सोचेको भन्दा पनि बढी मान्छे आयो तपाईँलाई चाहिँ प्राय मान्छेले हेर्दा नि हामीले पनि भिडियोमा महसुस गरेको अनुमान गरेको थियौँ कि कलौटेलाई चाहिँ तपाईँले प्राय अलिकति हेट गरेको हो कि जस्तो लाग्थ्यो को कलौटे एकजना हुनुहुन्छ नि फेरि आज उहाँलाई चाहिँ स्पेसल गिफ्ट दिनुलाई बोलाउनु भएको हो कि के हो खास होइन होइन कलौटे दाइलाई मैले आफै जबरजस्ती आउनु भयो उहाँ चाहिँ त्यस्तो कुरा नगर्नु यो बर्थडेमा आउने नआउने भन्ने कुरा पनि होइन मायाले आउँछ त्यस्तो कुराहरू भन्नु हुँदैन होइन प्रायः त उहाँ त नो इन्ट्रीमा इन्ट्री गर्नुहुन्छ अरे कि खालि त्यस्तो मलाई थाहा भएन हस् यहाँलाई समय र संवादलाई धन्यवाद दिन चाहन्छु अन्तिममा जाँदा के भन्नुहुन्छ अब म त के भन्नु दर्शकहरूले माया गरिदिनु भएको छ होइन गरिदिनु भएको छ त्यही हो विशेष गरी धन्यवाद